हजुर नमस्ते। आज हामी किरिक पार्कको लागि जाँदैछौँ। कति रमाइलो भएको छ। अझै पनि अब हामी यहाँ आएको छौँ 7-8जना छौँ। यताबाट फेरि उता हुनुहुन्छ 50-60 जना। इन्जोय फुल इन्जोय गर्ने हो आज। हेर्नु मैले यस्तो कालो सुट लगाइछु। यिनीहरूले नि मेरो कपी गरेछन्। मैले किनेको कपी गरेको त कसले गरे मलाई थाहा फेरि। यस्तै छ गाइज। हाम्रो मैले किन्दै थिएँ मैले किन्दै थिएँ सेलरी आएर। कति रमाइलो भएको छ आज त। जे होस् अरू त्यही हो। अब हामीले यहाँ गएर फर्स्ट हामीले के खान्छौँ? अचार खान्छौँ, सेलरोटी खान्छौँ। हामीले हजुरहरूले देखाउँछौँ है। हामी कौनी राम्ररी देखेछौँ। यति कतिजना? 1 2 3 4 5 जना मध्ये हजुरहरुले मान्छे टिकटक भाइरल हो। लाइक कमेन्ट सब्स्क्राइब त हुन्न टिकटक आ त। लाइक कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। यो मान्छे भाइरल हो। त्यही हो। हामी पनि भाइरल हो। एकचोटी नाच्यौ त, एकचोटी नाच्यौ त। नाम नाच्छु म त ढले पानको पसला के गीताउने सबको टिकटक आइडी बोल भन। मेरो टिकटक नेम सिरु केसी छ। सबैले लाइक कमेन्ट गरिदिनु होला। मिस हियर आई डोन्ट नो हु आर यु। आई डोन्ट नो टिकटक आइडी तारा खरल 490। कल्पना टिकटक आइडी मेरो कल्पना बोरा। @कल्पना बोरा। यस 2 सिर्जना कहिले लाग्छ पनि हेर भ्लग बनाउँदा त्यो माइन्ड नगर। हेलो गाइस। धेरै मखर नपर्नु सुस्त अस्ति लाखन र यो किन्दिनी मान्छे यहाँ झुट बोली कि नि हामी दिदी 25 कि कति जाँदै हम त्यति बेला सबैजनाले एउटै ड्रेस लगाएर जाने भने हामीले त पाइट टी-शर्ट लगाएर जाने भने हम सिरु पाइट टी-शर्ट चाहिँ मिनी स्कर्ट लगाएर जाने हुन्थ्यो त्यो दिन। म पनि मिनी स्कर्ट लगाएर जाने। कस्तो देखिन्छ बताइदिनु होला है। गाइस हामी कस्तो देखिन्छ? एकदम ब्युटिफुल। यो सबै नराम्रो देखिन्छ फेरि उइदिनु। मामा त राम्रो देखिन्छ। भन्दिनु होला है। गाइस सबै नराम्रो देखिन्छ। म मात्र राम्रो देखिछु भन्दिनु होला है प्लिज। बल्ल आधा घण्टा हिँड्नु पर्छ भन्दिनु। बोक्साहरु कहाँ गछन्? मैले म झुट बोल्छु कसै कहिले झुट बोल्दिन। झुट बोल्यो नि मनिषा झुट बोल्दिनु नै गाइस। सिरु म कहिले झुट बोल्छु? यिनीहरु म सँगै काम गर्छौं कहिले यिनी त कहिले झुट बोल्दैन। हामी फेरि झुट बोल्छौं। यिनीहरु झुट बोल्ने। यिनीहरु जाने भनेपछि 2 घण्टा लाग्छन् मेकअप गरेर। यिनी दुई चाहिँ मैले केही गरिछु त्यस्तो केही गरिछु 2 घण्टा गाइस। 1 मिनेट स्टप गाइसहरु बिहान 10 बजेदेखि 12 बजेसम्म मेकअप गरेको मान्छे यता गाइस मेकअप अनि त्यसपछि सेकेन्ड यहाँ हामी चाहिँ सिम्पल लिभिङ हाई थिंकिङ। ओके